हेलो हेलो नमस्ते वेलकम ब्याक टु शक्ति ब्लग। आज चाहिँ होइन यो टपिक छ परदेशको ठाउँमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि होइन मतलब नजिक नजिक चिनिरहेको साथीहरू नि हुन्छ नि अलि अबुझ हुन्छ कि तर कहिले नचिनेको अलिक टाढा उनीहरूलाई चाहिँ हुन्छ नि। मेरो मतलब यो हो कि कतिलाई चाहिँ फुलहरू हुन्छ नि फुल कसैलाई टिपेर दिएको फुल पनि भ्यालु हुँदैन अनि कसैलाई चाहिँ झरेको फुल पनि उपहार हुन्छ नि त्यस्तै होइन। अनि म चाहिँ बिहान यसो अहिले पार्कतिर निस्किनु पऱ्यो भनेर मात्र निस्केको किनकि योभन्दा अगाडि होइन कन्टिन्यू भिडियोहरू त बनाइरहेको थिएँ र पनि के भइरहेको थियो भन्दाखेरि बिचमा चाहिँ म अलिकति बिमारी जस्तै परेँ। बिमारी जस्तै भन्नाले बिमारी नै परेको थिएँ होइन। अहिले चाहिँ अनि कन्टिन्यू गर्नु पऱ्यो भनेर निस्केको हो कि अरू त खासै केही होइन। अनि त्यही हो कि मान्छेहरूले चाहिँ सोच्ने हेर्ने नजरहरू अनि जज गर्ने तरिकाहरू चाहिँ प्रायः ऊबाट नै गर्दो रहेछ। अनि एउटा भनाइ छ डन जज बुक बाई इट्स कभर भनेर। आम जस्ट वेटिङ सबको पालो आउँछ सबले आफ्नो पालोमा चाहिँ हिरा फोडिदिने हो नि त। त्यही भएर होइन मौकामा चौका होइन कि बााउन्ड्री पारको छक्का हानिदिने आम वेटिङ पालो सब पाउँछ सबैजनाको। अनि आज चाहिँ सब पार्कतिर निस्किनु पऱ्यो भनेर मात्रै निस्केको नत्र खासै उ गर्ने मोड थिएन कि भिडियोहरू बनाइरहेको थिएँ नि त। अनि बनाउँदै चाहिँ केही उसलाई चाहिँ अलिकति कन्टिन्यू दिउँ भनेर बनाइरहेको होइन। आज हुँदैन भोलि हुँदैन तर सक्सेस एक न एक दिन हुन्छ कि नियत सफा हुँदैन। अनि एउटा हिन्दीमा भनाइ छ नि बाबुजी डाइलग बाबुजी 25 साल का उम्र में रोटी कम चोट ज़्यादा खाए भनेर त्यस्तै भयो होइन। त्यही भएर एकछिन पार्कतिर निस्किनु पर्दै भनेर फ्राइडे हो आज चाहिँ। फ्राइडे खास यो साउदीको पथा चाहिँ अलि धेरै प्याक हुन्छ कि अनि प्याकको ठाउँमा त्यहाँनिर घुलमिलमा भन्दा पनि यसो एकछिन पार्कतिर होइन बस्यो भने मनलाई अलिकति आनन्द मिल्छ नि त। बहुत धेरै ठुलो छ त्यति धेरै घुम्ने टाइम पनि छैन किनकि थोरै यहाँनिर ड्युटीले गर्दा होइन त्यतातिर नि कन्टिन्यू दिनु पऱ्यो नि त। त्यही भएर आउने दिनहरूमा चाहिँ अब फेरि यही भिडियोहरूलाई कन्टिन्यू दिन्छु भन्दै आएको हो। खास अरू बनाउँथेँ होइन नबनाउने होइन भिडियोहरू त्यतिखेर नै बनाउँथेँ होला अलिक बिमार धेरै दिलको अनि प्लस यो हो के भन्छ दिलको भन्नाले अब त्यसै एकछिन यो पार्सल भन्नाले पार्क एकछिन दिनु पऱ्यो भनेर निस्केको। अब कन्टिन्यू दिन्छु अरू 1-2 भिडियो हाल्ने होइन हरेक हप्ता चाहिँ बनाएर हाल्छु। अहिले आजको भोलिमै नभए पनि एक न एक दिन यस्तो हुन्छ होइन भिडियोहरू। अनि खास अहिले ड्युटी भनेको चाहिँ जम्मा 3-4 घन्टा मात्रै छ कि पार्ट टाइम जस्तो भइरहेछ। अनि यहाँ भने जस्तो केही पनि मिलेन दसैँ तिहारले गरेर पनि होला सायद प्रायः यो काम बनाइदिन्छु गरिदिन्छु भन्ने 1-2 जना साथी भाइ हुनुहुन्थ्यो उहाँहरू पनि यो दसैँ तिहार मनाउन आफ्नो घरतिर जानुभएको छ कि त्यही भएर पार्क चाहिँ हेर्नु र क्या कत्र दामी छ कि न व्यायाम स्याम गर्न